वेलकम टु त्रिवेणी इन्टरनेसनल कलेज पोखरा महानगरपालिका वडा नम्बर 27 तालचोकमा यस क्षेत्रका शैक्षिक सामाजिक र व्यावसायिक व्यक्तिहरू मिलेर गुणस्तरीय उच्च शिक्षाको लक्ष्य लिएर 2067 सालमा स्थापना भएको यस त्रिवेणी इन्टरनेसनल कलेज अहिले नौरपनी क्षेत्रफलमा आफ्नै एकाडेमिक बिल्डिङमा सञ्चालन भइरहेको संस्था हो। यस संस्था एकाडेमिक प्रोग्राम अन्तर्गत त्रिभुवन युनिभर्सिटीबाट मान्यता प्राप्त संस्था हो, जस अन्तर्गत यस संस्थाले 4 इयर BBS ब्याचलर अफ बिजनेस स्टडिज BBS एन्ड मास्टर अफ बिजनेस स्टडिज MBS प्रोग्राम सञ्चालन गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूका लागि हाई स्पिड इन्टरनेट विथ ई-लाइब्रेरी, सेमिनार हल एन्ड क्लासरुम अकुपाइड विथ अडियो भिजुअल टेक्नोलोजी प्रविधिको व्यवस्था गरेको छ भने एक्स्ट्रा करिकुलम एक्टिभिटिज अन्तर्गत लिडरसिप एन्ड पर्सनल डेभलपमेन्टका विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ। हामीसँग चाहिँ त्रिवेणी इन्टरनेसनल कलेजका सहायक क्याम्पस प्रमुख डिलराम पौडेल सर हुनुहुन्छ। उहाँसँग चाहिँ त्रिवेणी इन्टरनेसनल कलेजले अहिले के कस्तो गरिरहेको छ भन्ने बारेमा जानकारी लिनेछौँ। स्वागत छ सरहरूलाई। धन्यवाद कमल गौतम। अहिले त्रिवेणी इन्टरनेसनल कलेजकोले कस्तो कार्यक्रम गरिरहेको छ? त्रिवेणी इन्टरनेसनल कलेजले अहिले कुन कुन विषयमा कार्यक्रमहरू सञ्चालन गरिरहेको अवस्था छ? त्रिवेणी इन्टरनेसनल कलेज पोखरा महानगरपालिका वडा नम्बर 27 तालचोकको नजिकै 300 मिटर भित्र रहेको व्यवस्थापन संकाय सञ्चालित कलेज हो। यसमा खास गरी BBS र MBS तहमा पुठ्ने बाटो हुँदै आइरहेको छ र आज हाल कलेजमा 600+ विद्यार्थीहरू चाहिँ अध्ययनरत रहेका छन् र वास्तवमा साविक लेखान्त क्षेत्रमा निजी क्षेत्रमाबाट सञ्चालित एउटा गुणस्तरीय शिक्षा प्रदान गर्ने महत्त्वपूर्ण कलेजका रूपमा त्रिवेणी इन्टरनेसनल कलेज रहिआएको छ र विद्यार्थीहरूको रोजाइमा पनि यस मानेमा यो परेको छ कि विद्यार्थीहरूको शैक्षिक उपलब्धि एउटा कुरा वार्षिक त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षाहरूका नतिजा अत्यन्तै उत्कृष्ट नतिजा हाम्रा विद्यार्थीहरूले ल्याएका छन्। एउटा महत्त्वपूर्ण पक्ष त्यो छ र अर्को कुरा यहाँ पढेका विद्यार्थीहरू सर्टिफिकेटमा राम्रो मार्क्स ल्याउनको साथसाथै नेतृत्व र व्यक्तित्व विकासका लागि पनि बाहिर यहाँबाट पासआउट भएर गएका र यहाँबाट अध्ययन गरेर बाहिर गइसकेका विद्यार्थीहरूले पनि समाजमा अत्यन्तै महत्त्वपूर्ण एउटा चाहिँ योगदान गरेका छन्। त्यस मानेमा हामी अलिकति खुसी पनि छौँ र हामी गौरवान्वित पनि त्यस अर्थमा छौँ भन्ने मलाई लाग्छ। त्रिवेणी इन्टरनेसनल कलेजले अहिले MBS को पढाइ सुरु गरिरहेको छ। कति कस्तो भइरहेको छ? अहिले विद्यार्थीको फ्लो कस्तो छ? र अहिले चाहिँ यो बिचमा कलेजहरूमा मेन देखिएको यो ड्रप आउटको समस्या कस्तो रहेको छ? ब्याचलरदेखि MBS सम्म आइपुग्दा यसबारे थोरै जानकारी राख्नु अनुरोध गर्छु। अत्यन्तै महत्त्वपूर्ण प्रश्न छ कमल सर। यो ड्रप आउटको कुरा वास्तवमा जब हामीले 75 सालमा MBS सुरु गऱ्यौँ र सुरुमा हामीले करिब 45जना विद्यार्थीहरू बाट हामीले सुरु गरेका थियौँ र पछिल्लो समयमा मास्टर्स पढ्ने र अलिकति ड्रप आउट हुने सम्भावना पनि मास्टर्समा पनि अलिक उल्लेख्य रूपमा रहेको छ। तैपनि अहिले पनि हामीसँग चाहिँ 20देखि 25जना फर्स्ट सेमेस्टरमा विद्यार्थीहरू हुनुहुन्छ। त्यो चाहिँ अहिलेको यो अवस्थामा राम्रै हो भन्ने हामीलाई लाग्छ र ब्याचलरको कुरा गर्दाखेरि हाम्रो फर्स्ट इयरको भर्ना करिब हामीले 200+ गर्दाखेरि र फोर्थ इयरसम्म पुग्दाखेरि करिब त्यो ड्रप आउट चाहिँ त्यो ड्रप आउट सङ्ख्या चाहिँ म्याक्सिमम घटेको छ र 70 आसपासमा हामीले फोर्थ इयरमा विद्यार्थीहरू उसै पनि 60 पनि हुन सक्ने सम्भावना छ। त्यसको दुईटा पक्ष छ। पहिलो कुरा चाहिँ त विद्यार्थीहरूले कतिपय पास गर्ने ब्याचलर फेरि BBS लेभल अलिकति पास गर्न गाह्रो यस मानेमा छ कि कुनै प्र्याक्टिकल छैन। BBA लगायत अन्य सेक्टर जाँदाखेरि प्र्याक्टिकल मार्क्स छ। अब हाम्रोमा 100% सबै के गर्नु पर्यो, थ्योरिटिकलमा लेखेर पास गर्नुपर्ने स्थिति। त्यसो भएको हुनाले पहिलो कुरो विद्यार्थीलाई पास गर्ने अलिकति चुनौती पनि छ। दोस्रो कुरो पास भइसकेका राम्रो गरेका विद्यार्थीहरूले पनि आफ्टर BBS आफ्टर MBS पनि फेरि जागिर कता के भन्ने चाहिँ त्यो अलिकति समस्या भएको हुनाले अलिकति विदेशतर्फ विद्यार्थीहरूको चाहिँ त्यो लगाव त्यो मोह बढी देखिएको हामीले देखेका छौँ। तैपनि हामीले विद्यार्थीहरूलाई एन्टरप्रेन्योर बन्नका लागि सेल्फ एन्टरप्रेन्योरसिप डेभलपमेन्टका लागि त्यस्ता विभिन्न क्रियाकलापहरू विभिन्न गतिविधिहरू हामीले सञ्चालन गर्दै आइरहेका छौँ आफ्नो तर्फबाट। त्रिवेणी इन्टरनेसनल कलेज नै त किन? वास्तवमा गुणस्तरीय सस्तो शुल्कमा प्राइभेट सेक्टरमा भएर पनि सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्नका लागि एउटा कुरा। दोस्रो कुरा विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि र तेस्रो कुरा यसबाट चाहिँ पास भएर गएका विद्यार्थीहरूले समाजमा एउटा छुट्टै पहिचान कायम गरेको हुनाले त्यो उनीहरूको चाहिँ भोलिको चाहिँ
समुज्जवल भविष्यको लागि पनि मलाई लाग्छ त्रिवेणी इन्टरनेसनल कलेज उत्कृष्ट एउटा गन्तव्य हो र रोजाइयो भन्ने हामीलाई लाग्छ। त्रिवेणी इन्टरनेसनल कलेजले अहिले विद्यार्थीहरूको नेतृत्व र व्यक्तित्व विकासका लागि के कस्ता कार्यक्रमहरू गरिरहेको अवस्था छ? खास गरी नियमित पठन पाठनको क्रियाकलाप त हाम्रो त्यो सबैले गरिने कुरा भयो। त्यो बाहेक अतिरिक्त क्रियाकलापहरू, सहक्रियाकलापहरू र समाजमा चाहिँ सोसल रेस्पोन्सिबिलिटीका कामहरू पनि हाम्रो चाहिँ कलेजले गर्दै आएको छ र विभिन्न चाहिँ भिजिटिङ गेस्ट फ्याकल्टीहरू विभिन्न सेक्टरका लब्ध प्रतिष्ठित कोही उद्योगीहरू अथवा चाहिँ अन्यत्र चाहिँ व्यवसायहरू चाहिँ शैक्षिक क्षेत्रमा चाहिँ महत्त्वपूर्ण योगदान गरेका व्यक्तित्वहरू र त्यस्ता मोटिभेटरहरू त्यो ल्याएर चाहिँ विद्यार्थीहरूलाई अलिकति मोटिभेसन गर्ने, काउन्सिलिङ गर्ने र चाहिँ सम्भावना नेपालमै छ है भन्ने देखाउनका लागि पनि हामीले आफ्नो तर्फबाट चाहिँ कार्यक्रम दिइरहेका छौँ। मलाई लाग्छ विद्यार्थीहरूको एसडब्ल्युसीको र विद्यार्थी अलुमनाई एसोसिएसनको पनि यसमा चाहिँ एउटा सहकार्यले चाहिँ हामी अगाडि बढेका छौँ। त्रिवेणी इन्टरनेसनल कलेजमा पढेका विद्यार्थीहरूलाई विश्वस्तरीय मान्यता प्राप्त गर्नको लागि यहाँहरूले क्युएको व्यवस्था गर्नुभएको छ, यसबारे थोरै जानकारी गराएर दिनु अनुरोध गर्छु। यो अर्को महत्त्वपूर्ण प्रश्न छ। हामी क्युएको अन्तिम चरणमा छौँ। फाइनल टच मात्रै बाँकी रहेको छ। हामीले सबै चाहिँ डकुमेन्टहरू युजिसीले चाहिँ हामीलाई चाहिँ भनेअनुसारको हामीले सबै कुरा पठाएका छौँ। अब मलाई लाग्छ केही समयमा नै फाइनल पिआरटी टिम आउँदैछ। मलाई लाग्छ छिट्टै नै चाहिँ यस्तो त्रिवेणी इन्टरनेसनल कलेजले क्युए पनि प्राप्त गरेको छ, क्युए सर्टिफाई हुनेछ र त्यो भनेको कलेजको चाहिँ उन्नतिको लागि, कलेजको प्रगतिको लागि अझै महत्त्वपूर्ण एउटा कोसेट हुन चाहिँ त्यो साबित हुनेछ। यहाँहरूले लेखनाथ क्षेत्र र यस आसपासका क्षेत्रमा यस कलेजमा पढेका विद्यार्थीहरूको लागि रोजगारी वृद्धिको लागि एमओयू गर्नुभएको छ, यसबारे थोरै प्रश्न पारिदिनु न। र हामीले चाहिँ ब्याङ्क, वित्तीय संस्था र उद्योग वाणिज्य सङ्घ लगायत र चाहिँ स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूसँग पनि हामीले एमओयू गरेका छौँ। र खास गरी एमओयूबाट एउटा भ्रातृत्व, एउटा भाइचारा, एउटा चाहिँ भगिनी सम्बन्ध स्थापना गर्ने कुरा हो र त्यसबाट चाहिँ हामीलाई चाहिँ बेनिफिट भएको छ यस मानेमा कि यहाँ थुप्रै चाहिँ विद्यार्थीहरू चाहिँ जति पनि बिबिए स्तरमा पढ्छन् र एमए स्तरमा पढ्छन्, मलाई लाग्छ चाहिँ 30% विद्यार्थीहरू अझै अन द जब नै छन्। उनीहरूलाई चाहिँ हामीले कतै न कतै हिसाबबाट चाहिँ जो साह्रै समस्यामा छन् ती विद्यार्थीहरूलाई उद्योग वाणिज्य अथवा व्यापारीहरू, उद्योगीहरू, उद्यमीहरूसँगको सहकार्यमा चाहिँ अथवा वित्तीय संस्थाहरू, सहकारीहरू अथवा ब्याङ्कहरू उहाँहरूसँग चाहिँ कोर्डिनेसन गरेर चाहिँ कतै न कतै चाहिँ हामीले चाहिँ जबको चाहिँ व्यवस्था गर्ने काममा पनि हामीले चाहिँ कतिपयलाई पहल त्यो इनिसिएसन हामीले लिएको कुरा म यहाँ जानकारी गराउन चाहन्छु। त्रिवेणी इन्टरनेसनल कलेजले पछिल्लो समय जुन रूपमा एउटा शैक्षिक छलाङ मारेको छ, यसबारे आम जनताहरूलाई के भन्न चाहनुहुन्छ? र वास्तवमा त्रिवेणी इन्टरनेसनल कलेज लेखनाथ क्षेत्रको एउटा उत्कृष्ट व्यवस्थापनको गन्तव्य हो भनेर हामीले भन्दै आएका छौँ र जति पनि यहाँ व्यवस्थापन सङ्काय त भन्दैन, तैपनि चाहिँ व्यवस्थापन विषयका पढाइ हुन्छ प्लस टूहरूमा थुप्रै सामुदायिक र संस्थागत विद्यालयहरू, ती सामुदायिक र संस्थागत विद्यालयबाट पास भएका विद्यार्थीहरू जो बिबिएस पढ्न चाहन्छ, म्यानेजमेन्ट पढ्न चाहन्छ, ती विद्यार्थीहरूको पहिलो रोजाइ मलाई लाग्छ अहिलेसम्म हामीले त्यो डाटा हेर्दाखेरि पनि पहिलो रोजाइ त्यहाँका टपरहरू, त्यहाँ राम्रो गरेका विद्यार्थीहरू हाम्रो कलेजलाई रोजेर आउनुभएको छ। त्यसका दुईवटा कारण छ। पहिलो कुरा चाहिँ त उहाँहरूलाई विश्वास छ कि त्रिवेणी इन्टरनेसनल कलेजले अहिलेको समय सुहाउँदो शिक्षा, गुणस्तरीय शिक्षा प्रदान गरेको छ र त्यो बाहेक विद्यार्थीहरूका अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्न विभिन्न कार्यक्रमहरू गर्दै आएको छ, जसले गर्दाखेरि उहाँको करियर डेभलपमेन्ट र उहाँको भविष्य एउटा चाहिँ उज्जवल भविष्यका लागि त्यस्ता विभिन्न चाहिँ कार्यक्रमहरू, त्यस्ता एक्टिभिटीहरू अथवा त्यस्ता क्रियाकलापहरू त्यसले चाहिँ उहाँहरूलाई समाजमा भिज्नको लागि पनि र आफ्नो व्यक्तित्व विकास गर्नको लागि पनि त्यस्ता कुराहरू चाहिँ एउटा महत्त्वपूर्ण रूपमा रहेका छन्। अहिलेको बढ्दो विकराल बेरोजगारको अवस्था र अहिले विद्यार्थीहरू ड्रप आउट गरेर विदेश जाने प्रचलन बढिरहेको छ, यसबारे के भन्न चाहनुहुन्छ हजुर? यो समस्या भनेको राष्ट्रव्यापी समस्या भएको हुनाले हाम्रो बलबुताले मात्रै हामीले विद्यार्थीलाई रोक्न हामीलाई गाह्रो भएको छ। तैपनि हामीले आफ्नो तर्फबाट पहल गरेका छौँ। तर पनि विद्यार्थीहरू जब आफ्नो सँगैको साथीभाइ प्लस टू गरेको छ, बाहिर विदेश गएको छ, उसले चाहिँ 2-3 वर्षमा उसले चाहिँ गाडी किनेको छ, त्यसपछि घर बनाएको छ, आफ्नो प्यारेन्ट्सहरूलाई बाहिर लगेको छ, ती फोटाहरू राखेको छ, त्यसले गर्दा यहाँ पढिरहेको विद्यार्थीहरू 4th इयरसम्म पुग्दाखेरि चाहिँ उसले पनि त्यो उहाँको युरोपियन स्टाइल, त्यो अमेरिकन स्टाइल उसले आफूलाई चाहिँ त्यो रूपमा चाहिँ आफ्नो साथीभाइको फोटाहरू देखेर त्यहाँको चाहिँ नराम्रा कुरा उसले देखेको छैन, त्यो राम्रा कुराहरू देखेको छ र यहाँको चाहिँ आम्दानी चाहिँ अथवा जब हामीले चाहिँ जबको लागि पनि हामीले चाहिँ के गरेका छौँ विद्यार्थीलाई विभिन्न चाहिँ सङ्घ संस्थामा भन्ने गरेका छौँ। तर पनि यहाँको 15,000, 18,000, 20,000, 25,000, 30,000 भनेको त्यो उनीहरूले चाहिँ सानो देखे। किन देखे भन्दा त्यो तुलना युरोपियन कन्ट्रीहरूसँग तुलना गर्ने भएको हुनाले चाहिँ हामीले अप्ठ्यारो परेको छ। तैपनि फेरि कतिपय विद्यार्थीहरू आफ्नो देशमा के गर्नुपर्छ, बरु एक छाक मकै एक छाक भोकै भए पनि आफ्नै माटोमा चाहिँ पसिना बगाउनुपर्छ भन्ने त्यो मान्यता बिस्तारै चाहिँ विद्यार्थीहरूमा पनि विकसित भएको चाहिँ हामीले पाएका छौँ। अहिलेको यस त्रिवेणी इन्टरनेसनल कलेजको उत्पादन बजारमा कसरी
यसले आफ्नो लागि स्थापित गर्न सकिरहेको अवस्था छ? खास गरी अहिलेको हाम्रो यहाँका विद्यार्थीहरू अधिकांश म्यानेजमेन्ट कलेज भएको हुनाले पनि अधिकांश विद्यार्थीहरू ब्याङ्किङ सेक्टरमा, त्यसै गरी वित्तीय संस्था, सहकारीहरू, फाइनेन्सहरूमा चाहिँ संलग्न छन् र कतिपय विद्यार्थीहरू ससानो लगानी गरेर आफ्नो चाहिँ सानो एन्टरप्रेन्योर उद्यमी बन्ने चाहिँ प्रयासमा पनि छन्। तर पनि अहिले चाहिँ उद्यमी बन्ने कुरा फेरि जति हामीले भन्छौँ त्यति सजिलो छैन। लगानी चाहिँ गर्नुपर्ने, त्यसको प्रतिफल अलिक चाहिँ निश्चित नभएको, त्यो भएको हुनाले चाहिँ स्वाभाविक रूपमा रिस्क त छ। तैपनि चाहिँ हामीले आफ्नो तर्फबाट चाहिँ विद्यार्थीहरूलाई मोटिभेट गर्ने काम चाहिँ गरेका छौँ। हामी अन्त्यमा छौँ। अब यस त्रिवेणी इन्टरनेसनल कलेजमा पढ्न आउन खोजिरहेका विद्यार्थीहरू र आम अभिभावकहरूलाई के भन्न चाहनुहुन्छ? म त्रिवेणी इन्टरनेसनल कलेजमा +2 पास गरेर त्रिवेणी इन्टरनेसनल कलेज अथवा चाहिँ बिबिएस पढ्न चाहने विद्यार्थीहरूको लागि म यस कलेजमा चाहिँ हार्दिक स्वागत गर्न चाहन्छु। जति पनि चाहिँ अभिभावकहरू हुनुहुन्छ अथवा विद्यार्थीहरू हुनुहुन्छ जसको चाहिँ त्यही सस्तो अथवा न्यून शुल्क पनि जसले तिर्न सक्नुहुन्न, उहाँहरूका लागि पनि हामीले चाहिँ विशेष स्कलरसिपको व्यवस्था गरेका छौँ। यदि कोही विद्यार्थी पढ्न म सक्दिनँ, के अरे पैसा नभएको हुनाले मैले पढ्न पाइनँ भन्ने चाहिँ त्यो आवाज हामीले कतै सुन्यौँ भने त्यस्ता विद्यार्थीहरूलाई हामी जति पनि भए पनि हामी विद्यार्थीले तिर्नै सक्दैन भने हामी फ्रीमा पनि पढाउन सक्छौँ। तर हुनेले अलिअलि तिर्नु पनि पऱ्यो र कलेजले पनि सञ्चालन गर्नु पऱ्यो। त्यसो भएको हुनाले चाहिँ गुणस्तरीय शिक्षा यदि तपाईँलाई चाहनुहुन्छ भने र तपाईँका चाहिँ व्यक्तित्व विकासको लागि, तपाईँको समग्र चाहिँ के अरे त्यो एउटा विकासको लागि चाहिँ यो कलेज चाहिँ महत्त्वपूर्ण गन्तव्य हुनसक्छ भनेर चाहिँ म यहाँहरूलाई भन्न चाहन्छु। अन्त्यमा मैले सोध्नु पर्ने र यहाँले भन्ने पनि केही छन् राखिदिनु। वास्तवमा यो अवसर दिनुभयो, पहिला त यहाँलाई म हार्दिक धन्यवाद दिन चाहन्छु र दोस्रो कुरा म पुनः दोहोऱ्याउन चाहन्छु आदरणीय अभिभावकजीहरू र विद्यार्थी भाइ बहिनीहरू जो कक्षा 12 पास गरेर म्यानेजमेन्ट पढ्न चाहनुहुन्छ, यो कलेजमा आउनुभयो भने वास्तवमा तपाईँले सही कलेज रोजेछु भन्ने तपाईँहरूले अनुभूति हुनेछ। तपाईँको त्यो विश्वास, तपाईँ जो विश्वास मानेर यहाँ हुनुहुन्छ त्यो विश्वासलाई हामीले चाहिँ कलेजको तर्फबाट, कलेज प्रशासनको तर्फबाट हामीले त्यो विश्वास डगमगाउन दिने छैनौँ। किन भन्दाखेरि चाहिँ हामीसँग सञ्चालक समिति पनि छ। त्यो सञ्चालक समिति पनि अत्यन्तै विद्यार्थीहरूको चाहिँ हक हितका लागि र विद्यार्थीहरूको चाहिँ समग्र उन्नयनका लागि चाहिँ आफ्नो तर्फबाट महत्त्वपूर्ण चाहिँ पहल गरेको छ। त्यस मानेमा पनि हामी चाहिँ बलिया छौँ, हामी सक्षम छौँ र चाहिँ विद्यार्थीहरूको चाहिँ उज्जवल भविष्यको लागि हामी सदा चाहिँ चिन्तनशील छौँ भन्ने कुरा चाहिँ यहाँहरूलाई चाहिँ अनुरोध गर्न चाहन्छु। हस्, धन्यवाद।